टोरन्टो नाथन फिलिप स्क्वायरमा हुन गइरहेको हिमालय मेलाको सफलताको लागि शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाली गीत सङ्गीत भाषा संस्कृतिको उत्थान र विकासको लागि यो मेलाले ठुलो योगदान पुर्याउँछ भन्ने मलाई लागेको छ। क्यानाडामा बस्नुभएका सम्पूर्ण नेपाली प्रिय नेपाली जनहरूमा यो मेलाले ठुलो आफ्नो भेटघाट रमाइलो नाच्ने गाउने रमाइलो गर्ने अवसर पनि प्राप्त गर्नेछ र हामीले मलाई लाग्छ यो मेलामा म पनि भाग लिन आएको थिएँ 2010मा। खुब रमाइलो भएको थियो, गीत गाएका थियौँ, नाचेका थियौँ र आत्मीयता पनि खुब राम्रो त्यहाँको नेपाली समाजको आत्मीयता मैले प्राप्त गरेको थिएँ। हिमालयन मेलामा आउनु भई हामी सबै मिलेर यो कार्यक्रमलाई सफल पारौँ। धेरै नै एउटा नेपालीपन, एउटा संस्कृति, नेपाली संस्कृति झल्केको एउटा माहौल यहाँहरूले पनि एक्सपिरियन्स गर्न सक्नुहुनेछ। हिमालयन मेलालाई एकदमै भव्य र सभ्य रूपमा सफल बनाउनको लागि सबैजना यस कार्यक्रममा सहभागी हो भनेर म एकदम विनम्र अनुरोध गर्न चाहन्छु। सम्पूर्ण क्यानाडावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा गएर कार्यक्रमलाई सफलताको बिन्दुमा पुर्याइदिनुको लागि अनुरोध गर्न चाहन्छु। हिमालयन मेलाको लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछु। हरेक वर्ष हुँदै आइरहेको यो कार्यक्रम मैले पनि पार्टिसिपेट गर्ने मौका पाएको थिएँ र एउटा नेपाली कला संस्कृतिको लागि नेपालभन्दा टाढा रहेर पनि नेपाली समुदाय र यसको आयोजक एनसीसीएसले गर्ने यो कार्यक्रम एकदमै नेपाली कला, नेपाली सङ्गीत, नेपाली संस्कृतिलाई प्रवर्धन गर्न एकदम सहयोग मिलेको छ र सम्पूर्ण यसमा उपस्थित हुनुहुने सम्पूर्ण आयोजक सबैलाई सफलताको शुभकामना व्यक्त गर्दछु। निकै रमाइलो हुन्छ, नाच्ने गाउने रमाइलो गर्ने हुन्छ र म पनि पहिला 2018मा आइसकेको छु। सो मलाई पनि एकदमै गुड फिल भयो थियो। सो इट्स अ बिग फेस्टिभल फर अल पिपल्स इन क्यानाडा। सबैजना आउनु होला। भव्य रूपमा चाहिँ सञ्चालन गरिरहनु भएको छ र हजारौं दर्शकहरूले साथ दिइरहनु भएको छ। म मेरो आफ्नो व्यक्तिगत तर्फबाट पनि क्यानाडा टोरन्टो वरिपरि बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी सङ्गीत प्रेमी महानुभावलाई यो कार्यक्रममा सहभागी भएर यो कार्यक्रमलाई अझ बढी चाहिँ भन्न भव्यतामा लगिदिनु हुनको लागि म मेरो व्यक्तिगत तर्फबाट पनि यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु र साथै यो कार्यक्रमको पूर्ण सफलताको कामना पनि गर्दछु। विश यू अल द बेस्ट। भव्य रूपमा आफ्नो उपस्थिति जनाएर सफल पारिदिनु हुनका लागि म समस्त आदरणीय नेपाली दाजुभाइ दिदीबहिनी, नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु। नमस्कार। सम्पूर्ण जिटिए र क्यानाडामा बसोबास गर्ने आदरणीयहरूमा म गायक हेमन्त राणाको माया र अभिवादन। क्यानाडाकै सबैभन्दा पुरानो, ठुलो र परदेशमा हाम्रो कला र संस्कृतिको मूल्य र मान्यतालाई प्रवर्धन गर्ने संस्था एनसीसीएसलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। पनि तपाईँहरू आएर त्यहाँ रमाइलो गर्नुहुन्छ भन्ने आशा गर्दै यहाँहरू सबैलाई निम्तो गर्न चाहन्छु। थ्याङ्क यू। नमस्कार प्रियजन। 17औं हिमालयन मेलालाई सम्पूर्ण श्रोता दर्शक मिलेर भव्य र सभ्य बनाऊ र सफल बनाइदिउँ भनेर आग्रह गर्न चाहन्छु। सम्पूर्ण आयोजक टिमलाई धेरै धेरै बधाई तथा शुभकामना। नमस्कार, म हरि कर्माचार्य, ग्लुमी गाइज ब्यान्डको भोकलिस्ट। क्यानाडाको सबैभन्दा पुरानो संस्था एनसीसीएसको आयोजनामा हुन गइरहेको हिमालयन मेला भव्य र सभ्य रूपमा सफल होस् भनी म शुभकामना व्यक्त गर्दछु र टोरन्टो आसपास रहनुहुने सम्पूर्ण यहाँहरूलाई उक्त कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद।